मामा आशीर्वाद देवरानी बोलून ट्रेनिंग
गरीबी कन्यालाई मैले शास्त्रोक्त विधिअनुसार पालन गर्नेछु भन्नु हात आफूले नमस्कार गरौँ त गौरी कन्या त कन्याको मुख हेर्न पर्यो कन्या कनक सम्पन्नम कनकै भरणहितम ददाति विषम हेतुकम बेसी लोक विषयः मनको तिर्खा मायाले मेटेको तिमीरमा लुकेरै भेटेको थाहा पाएछन् गाउँमा लौ थाहा पाएछन् गाउँमा थाहा पाएछन् गाउँमा तिमीलाई टर्म भएको चुरोटा धुवासरी फैलेछ पुरोटा टर्म भएको चुरोटा धुवासरी फैलेछ पुरोटा लौ धुवासरी फैलेछ पुरोटा मनको बहा फुकाउँदा फुकाउँदै हाम्रो माया लुकाउँदा लुकाउँदै थाहा पाएछन् गाउँमा लौ थाहा पाएछन् गाउँमा थाहा पाएछन् गाउँमा तिमीलाई कर्म भएको चुरोटा धुवासरी फैलेछ
मनको कुरा सुनको थाहा पाएछन् गाउँमा थाहा पाएछन् गाउँमा थाहा पाएछन् गाउँमा तिमी लाइटरमा भएको चुरोटा धुवासरी फैलेछ कुरोटा तिमी लाइटरमा भएको चुरोटा धुवासरी फैलेछ कुरोटा लौ धुवासरी फैलेछ कुरोटा कसले देख्छ खै कसले सुन्छ भन्ने गर्छन् भित्ताको कान हुन्छ थाहा पाएछन् गाउँमा लौ थाहा पाएछन् गाउँमा थाहा पाएछन् गाउँमा तिमी लाइटरमा भएको चुरोटा धुवासरी फैलेछ कुरोटा तिमी लाइटरमा भएको चुरोटा धुवासरी फैलेछ कुरोटा साँच्चै धुवासरी फैलेछ कुरोटा यो मन रुन्डा होला र तिमीलाई जस्तो मलाई एक्लै त के नाच्ने तरिका यता अगाडि बजेको
छँदा सुनेको थिएँ एउटा त्यसको कथा मैले त्यो कथाको राजकुमारी मेरो सम्पाएँ अहिले जे सुने था साँच्चै आज भयो त्यही तिमी नै हौ तिमी मेरी दुलही तिमी नै हौ तिमी मेरी दुलही स्कूल ज्यादा पढेको थिएँ बाइकन की घोडा चढाई लैजान्छ रे राजकुमारले मदेखि नै चोरी मलाई जे पढे थिएँ साँच्चै आज भयो सही म हूँ हजुर की प्यारी दुलही हाँ म हूँ हजुर की प्यारी दुलही मेरो कुलको इज्जत तिमीले बचाइ राख्नु ढुकढुकीमा सधैँ मलाई सजाइ राख्नु मेरो कुलको इज्जत तिमीले बचाइ राख्नु ढुकढुकीमा सधैँ मलाई सजाइ राख्नु घरी घरी घुम्टो खोली हाँसे बोले पनि साह्रै लजालु छौ हुन्छ लजाइ राख्नु हजुर मान्छु खुसी भई म हूँ हजुर की प्यारी दुलही हौ तिमी नै हौ तिमी मेरी दुलही
श्रूयाम शतं शतप्रभाव शरदं शतात् आजबाट बल्ल यसरी कसैले नाडी समात्यो भने पानी ग्रहण हुन्छ त्यही भएर कसैको पनि महिलाको नाडी समात्नु हुँदैन उसले ल छोड्यो नानु दोस्रोमा छ नानु दोस्रोमा मातरं वसुधां देवी वितरं च महेश्वरम् आवो प्रपन्नसो कामं प्रयुतं यथेष्टां च मे पर्वताश्च मे शिखताश्च मे वनस्पतश्च मे हिरण्यश्च मे यमश्च मे श्यामश्च मे लोहश्च मे शीशश्च मे त्रपुश्च मे एकेन कल्पन्तां बोल्ले नमस्कार गरौँ अब यसैको फेरि एकदम अब फेरि त्यो कुँडामा त्यो तिम्रो घुँडा नि हो त्यहाँ अब यहाँ ज्वाइँको अगाडिपट्टि अलि उता हो त्यहाँ एकचोटि अब यसमा अब उसमा राखेर आठवटा पुग्छ हेर्नु त खाँदै
नानुले गएर उतापट्टि गर्छ स्वाहा ओम देवागा स्वाहा बढी होम ओम नमस्ते सहस्रमूर्तय सहस्रपादा सपरिवार भवानी शङ्कर शर्मा पुत्री भगिनी आवाहनं न जानामि न जानामि तवात्मकं पूजां चैव न जानामि ओम विष्णवे नमः ओम विष्णवे नमः ल यो लाभा अग्निमा दान गर्नुहोस् तिनैजनाले ओम अग्निर्मो राधि भगवती पृथ्वी अयमपा गुंसी देवता गुंसी जिन्नोति माम देवता घरपात्रको जलसित उठाउनुहोस् हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत बुद्ध्यात् बनार्वा प्रकृति सवार्वा करो लाजोन्नस् यशस्मिता नम स्वयं तपं यज्ञं क्रियादिषु न्यूनं सम्पुराति शब्दो वन्दे तमोचि दुलैलाई लिएर जानुहोस् ल दिदी सानो दिदीले दिनुहोस् गाँसियो नाता नयाँ जीवन सुरु भो त्यहाँबाट औठी स्वयंवरको औठी स्वयंवरको नौलो छाल गाँसियो नाता नयाँ जीवन सुरु हो त्यहाँबाट औठी स्वयंवरको औठी
कस्ते दुलै भित्र्यायो भन्छन् यस्ता कुरा गाउँघरमा भइहाल्छ औँठी स्वयंवरको औँठी स्वयंवरको नौलो चाल सीता पियारी बनाया घरको भित्रायो भन्छन् यस्ता कुरा गाउँघरमा भइहाल्छ औँठी स्वयंवरको औँठी स्वयंवरको नौलो चाल सीता पियारी बनाया घरको औँठी स्वयंवरको नौलो चाल सीता पियारी बनाया घरको हे छोरी मान्छे बुहारी बनी घर फेरियो थार पानी औँठी स्वयंवरको औँठी स्वयंवरको नौलो चाल सिकाउनु पियारा बनाया घरको बुहारी बनी घर फेरियो थार पानी औँठी स्वयंवरको औँठी स्वयंवरको नौलो चाल सिकाउनु पियारा बनाया घरको औँठी स्वयंवरको नौलो चाल सिकाउनु पियारा मैले विश्वास दिलाएँ मैले भन्छु सम्झौता त गर्नु पर्यो नि त आखिरीमा अन्तिममा त हाम्रो पनि खोलिनु पर्नु पर्यो नि त त्यो खाम खोलिनु पर्यो प्राइस कति हो भनेर भन्नु प्राइस सुन्नु मलाई पैसा कति कति हो प्राइस अहिले हाल्छ अरु माथि खाम ओपन गर्दै पुग्छ रे खाम ओपन खाम खोलेपछि एउटा चाहिँ बल्ल कस्तो चित्त बुझ्नलाई के हुनु पर्ने चित्त यस्तो चित्त बुझ्नलाई के हुनु पर्ने चित्त बुझाउनु पर्यो नि त चित्त बुझ्नु पर्यो खेल हो होइन मैले बुझिसकेँ हामीले हाम्रो दिदी नि दिनी रे अनि हाम्रो चित्त मैले बुझिसकेँ यो एउटा खेल यसलाई खेलको रूपमा सम्झिम होइन 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 उहाँहरूको पनि यति पाम उतिली भनी छैन क्या बिचरा कति कष्ट हेर्दैछ त्यहीबाट उहाँले एक्ज्याक्ट उहाँले यति भनेर भन्न खोज्नु भएको छैन नि नभन्नु खोज्नुको अर्थ के भन्दा हामीलाई नभए नि हुन्छ भन्नु खोज्नु हरियो हरियो मात्र भन्नु बिराजु खोले पुग्छ रे क्या खोल्दिउ पुग्छ रे खोल्दिनु ल दुईटा जुत्ता ल्याउँ एउटा त हुँदैन खोल्दा राम्रै छ खोल्दा राम्रै दुईटा देखाऊ अनि म पनि अलि हल्का निकाल्छु एउटा जुत्ता एउटा चिज अब के गरे उ त्यहाँ हेरेर फुत्त तान्नु हुन्न हाम्रो पनि डिमान्ड मान्नुपर्छ एउटा देखायो एउटा देखायो अब हेर अनेस्टली हुनुपर्छ अलिकति थाहा दिनु नि त ए राम्रै छ के हामीले देखाएको यति भाइ हुन्छ मान्छन् मेरो छोराछोरी दुईटा गाडा परेको ताली बजाउन के
जति मान्छेलाई जति भयो नि हुन्न खुसियाली मान्न पर्छ एक्सपेक्टेड नचालिदिनु हाई फाइभ खुसियाली हो नि हाई फाइभ खुस हो गयो दिनभरि रेट अप एन्ड डाउन हुन्छ आज गरे भोलि घट्छ फेरि अलि महँगो भएको बेलामा हेर्नु 5,000 मात्रै छ पुगेन 2600 अङ्कलको छोरा कृष्ण मेरो भाइ प्रजलको हामी दाजुभाइ चिनिसकेँ अघि बाबाले चिनाइसक्नु भयो भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष तिमीलाई
आफ्नो आफ्नो नै पराई पराई नै आफ्नो आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई जाऊ चेली माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई कामना गर्छौं सुख माएको पराई खजानेलाई कामना गर्छौं सुख माएको पराई खजानेलाई भाइटिकामा भेट्न आउला नरोई जाऊ चेली दैवको लेखा कर्मको रेखा मेटेर मेटिँदैन दैवको लेखा कर्मको रेखा मेटेर मेटिँदैन सम्झना आउँछ भकान फुट्छ आँसु यो रोकिँदैन सम्झना आउँछ भकान फुट्छ आँसु यो रोकिँदैन भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष छ तिमीलाई पराई नै आफ्नो हो आफ्नो नै पराई पराई नै आफ्नो हो आफ्नो नै पराई भाइटिकामा भेट्न आउला